नमस्कार। आजको कविताको शीर्षक छ चुनावको नतिजा। कविता यस्तो छ। अहिलेलाई विकास चाहिएको होइन मेरो देशमा। विकासका लागि चाहिने आधार पूर्वाधार, विकासका पूर्वाधार चाहिएको हो। 6 कक्षाको सामाजिक किताबमा घोकाएका थिए विकासका पूर्वाधार भन्नाले शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत, खानेपानी पर्दछन् भनेर। मेरो देशमा अलिअलि विकास त भएकै हो, तर पूर्वाधार बिनाको विकास भयो। पूर्वाधार बिनाको विकास यस्तो हुन्छ। उदाहरण नम्बर 1। एउटा मान्छेलाई टाइफाइड भएको थियो। त्यो मान्छे औषधि किन्न गएन। औषधि किन्ने पैसाले नयाँ लुगा किन्यो अनि त्यही किनेको नयाँ लुगा लगाएर त्यही ज्वरोसँग निधारमा पानी पट्टी बाँधेर बिस्तारामा सुतिरहेको छ। पूर्वाधार बिनाको विकास यस्तो हुन्छ। उदाहरण नम्बर 2। एउटा मान्छेको हात भाँचियो, उपचार गर्न गएन। उपचार खर्चले सुनको औँठी किन्यो। त्यही भाँचिएको हातको साइली औँलामा सुनको बेरुवा औँठी लगाएर हात झुन्ड्याउँदै ऐया ऐया भन्दै बाँचिरहेको छ। पूर्वाधार बिनाको विकास यस्तो हुन्छ। उदाहरण नम्बर 3। एउटा मान्छेलाई थाइराइडको समस्या थियो। त्यो ग्रन्थि सुनिएर ठुलो भएको छ। ऊ उपचार गर्न गएन। ऊ पनि सुन पसल गयो अनि 2 तोलाको सुनको सिक्री त्यही सुनिएको थाइराइड ग्रन्थिमाथि लगाएर बाँचिरहेको छ। पूर्वाधार बिनाको विकास यस्तो हुन्छ। उदाहरण नम्बर 4। एउटा भोकले मर्नै आँटेको मानिस आफूसँग भएको पैसाले भात खाएन। उसले त्यो पैसाले टोपी किन्यो अनि 2-4 दिन पछि त्यही टोपीसँग मर्यो। यही हो हजुर हाम्रो देशमा भएको विकास। पुराना नेताले विकास त गरेकै हुन्, विकासका पूर्वाधार बनाउन छाडेर। तुइनतिर यिनका आँखा गएन, टावरतिर गयो। अस्पतालतिर यिनका आँखा गएनन्, सुपरमार्केटतिर गए। स्कुलतिर यिनका आँखा गएनन्, दलालका पसलतिर गए। कृषि माटोतिर यिनका आँखा गएनन्, कङ्क्रिटतिर गए। फुलगोबीका भर्खरै जमिनबाट निस्किएका साना बिरुवालाई डोजरका तीखा दाँतले जमिनमा धसियो र विकास नाम गरेको एउटा ठुलो टावर नामको ठुलो फुलगोबी उमारियो। विकास त भएकै हो मेरो देशमा। त्यही हो, थोरै तलमाथि परेको मात्र हो। पछि हुनुपर्ने काम पहिला भएको मात्र हो। सिटामोल किन्ने पैसाले नयाँ लुगा किनिएको मात्र हो। विकास त भएकै हो। भाँचिएको हातको उपचार गर्ने पैसाले सुनको औँठी किनिएको हो। थाइराइडको उपचार नगरी सिख्री किनिएको हो। भात नखाई टोपी किनिएको हो। विकास त भएकै हो। किन नभएको हो र? त्यही थोरै तलमाथि परेको मात्र हो। भाँचिएको हातमा सुनको औँठी सुहाउँदैन। पहिला हातमा प्लास्टर गरेर हात सन्चो भएपछि पैसाले पुग्यो भने अनि बल्ल पो किन्ने हो सुनको औँठी महाशय। भाँचिएको हातमा लगाएर हल्लाउँदै हिँड्ने होइन नि। तुइन हटाएपछि पो टावर बनाउने हो। अस्पताल पछि पो मार्केट बनाउने हो। गोबी उम्रिने माटोमा कङ्क्रिटको ठुलो मान्छे बस्ने घर उमार्ने होइन नि। विकास त भएकै हो हाम्रो देशमा। त्यही थोरै पछि हुनुपर्ने कुरा पहिला भयो। पहिला हुनुपर्ने कुरा सधैँ चुनावी एजेन्डाका लागि राखियो र त आज यो नतिजा चाखियो। धन्यवाद।